सो यस गाइस, म ढाके आज चाहिँ नि हुन्छामा हाम्रो गाउँमा चाहिँ याकको बथान आइपुगेको छ। गोठै सरेर चाहिँ अब हिउँदो लागिसकेपछि यहाँको गोठहरू चाहिँ नि अन्तै जान्छन् क्या, अब यो 3-4 महिनाको लागि। अनि त्यसले गर्दा यहाँ आज ठ्याक्कै याकहरू आइसकेको छ। म याक हेर्न जाँदैछु अनि मसँग मामा अनि सबिन भाइ पनि छ। ठ्याक्कै हामी 3 जना गोठतिर जाँदैछु। अनि गाउँदेखि ठ्याक्कै 10 मिनट माथि चढेर यामातारी भन्ने एउटा ठुलो टाढ छ, त्यहाँनिर चाहिँ बोट आज बस्छ। अनि चौडीहरू चाहिँ याकहरू अगाडि बढिसकेको छ, हामी जाँदैछु। यस गाइस, ठ्याक्कै म चाहिँ अब याकको चौडी गोठ बस्नुमा आइसकेको छु। यामातारी भन्ने ठाउँमा यहाँ अगाडि चाहिँ यस्तो धेरै सङ्ख्यामा चाहिँ याकहरू देखिरहेको छ हामीले। यो चाहिँ गोठै हो क्या। सो मेनली आज यहाँ आएर चाहिँ बास बसौँ एक रातको लागि पनि। भोलि चाहिँ यहाँदेखि फेरि बिहानै हिँडाउँछ यो चौडी गोठलाई चाहिँ। यहाँदेखि लगेर साउथतिर लान्छ। अहिले यतिखेर ठ्याक्कै हामी नर्थमा हो। साउथतिर लगेर उतातिर यो सधैँ चौडीहरू चाहिँ चराउने ठाउँमा चाहिँ छोडिराखेर अनि ब्याक गर्छ आउँछन् उनीहरू चाहिँ। फेरि पछि असारको बेला चाहिँ फेरि गएर त्यहाँबाट चौडी गोठा फेरि ब्याक ल्याएर यतै ल्याएर फेरि यही एरियामा चलाउने गर्छु। सो त्यहाँ अगाडि चाहिँ गोठ बसिरहेछन्। त्यहाँ अब टेन्सन लाउँ होला गोठ। सो यो सबै देखिराखेको डीहरू हाम्रो लोकल ल्याङ्ग्वेजमा डी भन्छ यसलाई। सो यस्तो छ। सानो बाछोहरू पनि दामीहरू रहेछ, क्युट परेको। यो हो नि त याकको बच्चा। यो कति वर्षको होला यो? 3 वर्ष कत्रो ठुलो हुन्छ? सो ठुल्ठुलो रहेछ, बिचतिर रहेछ त्यहाँनिर। यहाँ एउटा भोबाल रहेछ। यो चाहिँ त्यो त याकै रहेछ। सानो बाछो रहेछ। अब हामी ट्याक्कै सुई गएर अगाडि जान्छौँ। गोठ बसिरहेको छ। सो यहाँनिर चाहिँ उहाँको मालिकहरू चौडी गोठ जसको हो उनीहरू। सो यो अगाडि हेर्नु त कस्तो क्युट क्या, यो घाँस खाँदै बसिरहेको छ। सो यहाँनिर चाहिँ लगभगदेखिर मेरो वरिपरि 200 भन्दा धेरै होला सायद। यो एकदम धेरै छ, जङ्गलमा बसिरहेको छ। तल कता त नदेखिने ठाउँमा बसिरहेको छ होइन। अगाडि जाउँ। सो बेसी याक छ नि यहाँनिर चाहिँ। याक मात्रै नभएर सबै मिक्स छ क्या यतिखेर। डी भन्ने हुन्छ होइन त्यो। अनि याक त याक भइहाल्यो। याकको बाछाहरू सानोहरू मुस्टी जोक्योहरू पनि हुन्छ, भारी बोक्ने सबै मिक्स छ। यस्तो छ अगाडि चाहिँ गोठ। यहाँनिर बस्ने हो ठ्याक्कै यहाँ अन्त यस्तो छ। सो यहाँ गोठ ओहो रिसाइरहेको छ। हाम्रो गोठमा को आयो भन्दैछ, नयाँ मान्छे देखेँ कि त हान्नु खोजेर रिसुवा। आज गोठ यहीँ बस्ने को चाहिँ। सो आज उहाँहरूको गोठ यहीँ बस्नुहुन्छ यही टाढमा। अनि भोलि चाहिँ यहाँदेखि बिहानै फेरि यो सबै प्याकिङ गरेर चौडी गोठ लगेर उता
जान्दै जानुहुन्छ यहाँदेखि पास गरेर भोलि सेलेले भनेर बस्नुहुन्छ त यस्तो छ यहाँको एकदम दामी ठाउँ छ होइन यहाँ हेर्नु न एकचोटि गोठ चिया पाक्दैछ उहाँहरू ट्याक्कै अरे यति कुरो नै रहेछ त नि तेरिको देखिरहेको यार भिडियो पनि यहाँ रहेछ नि सो यो चाहिँ यहाँको भोटे कुकुर मिक्स चाहिँ बबालै छ तर दुईवटा रहेछ त्यो झन् दामी रहेछ मान्छे हान्ने रहेछ यिनीहरूले छोड्यो नि त त्यो रोक्दैन बच्चा कुकुर बच्चा टन्डाएछ है ल भोटे कुकुर यो हो भोटे कुकुर भनेको ट्याक्कै खतरा चाहिँ हामी यताकै गोठमा बसिरहेको छु ट्याक्कै यतिखेर वरिपरि बसेर चाहिँ यहाँ गोठको टक्कै यहाँको पियो दुधको चाहिँ चिया खाएर बसिरहेको छु हामी होइन अनि यो इन्भाइरोमेन्ट पनि एकदमै दामी छ आज चिसो मौसममा चाहिँ ट्याक्कै गोठमा चाहिँ मैले चाहिँ फर्स्ट टाइम एक्सपिरियन्स गरिरहेको छु त्योभन्दा पहिला चाहिँ मैले जन गोठमा जानु त्यतिखेर गएको थिएँ तर यसरी आनन्दले बसेर अगाडि चौरीहरू हेर्दै याकहरू हेर्दै चिया खाएको चाहिँ फर्स्ट टाइम हो सो अर्कै एकदम रमाइलो फिल भइरहेछ टेन्ट चाहिँ भन्दा बेसी छ नि यहाँभित्र जङ्गलमा कति लुकेको छ यतिखेर अझै धेरै छ नि होइन त्यस्तो मैले अघि पनि भनिसकेको छु होइन यो चाहिँ अब हिउँदो लागिसक्यो मङ्सिर पुस माघ फागुनतिर चाहिँ अब यो चौरी कोदोहरू चाहिँ अर्कामा चाहिँ चढाउने गरिन्छ क्या मिन्स अब उतातिर धपाएर राखिन्छ केही महिनाको लागि हुन्छ यस्तो अनि फेरि पछि फेरि वर्षा लागिसकेपछि यिनीहरूलाई फेरि यता ल्याइन्छ क्या अब त्यो एरियाबाट चाहिँ नयाँ एरियामा ल्याएर फेरि घाँस हुने आउँछ त्यति बेला अनि फेरि यो चौरी कोदोलाई चाहिँ अर्कै ठाउँमा राख्नुपर्ने हुन्छ यतातिर ल्याएर अनि फेरि हिउँदो लागेपछि उता केही महिनाको अब यिनीहरूलाई अब यिनीहरूको अब ड्युटी सक्यो भनौँ न सिम्बल भाषामा छुट्टी अब होइन एक दुई महिना छुट्टी ट्याक्कै बसेर उता साउथतिर फेरि आएर लाग्छ अनि एक दुई महिना पछाडि फेरि ल्याएर फेरि यिनीहरूको दुध दिन्छ बाछा ल्याउँछ त्यही बेला दुनियाँ आउँछ गोठ छुट्टी बनाउनु पऱ्यो दुनियाँ बनाउनु पऱ्यो त्यसपछि फेरि यता ल्याउनु अब भोलिदेखि यिनीहरू पास गरेर जान्छ अब सो यो चाहिँ हिमालयन याक भनेर चिनिन्छ यही हो याक चाहिँ होइन खतरा छ यो त्यहाँनिर हामी सो खासमा हामी यहाँ आएको भनेको याक किन्न लागेको हो सो गोठमा चाहिँ याक किन्न लागेको म आफै एउटा किन्नु पऱ्यो भनेर एउटा चाहिँ सो यो याक हेर्दैछौँ चेक नहुँदै कालो न कति राख्नु भएको छ प्राइस सो यस मैले फाइनली एउटा चुज गरेँ अनि त्यो चाहिँ यो हो यो याक अगाडि देखिराखेको सो यसलाई चाहिँ मैले फाइनल डिसिजन गरेँ मैले चाहिँ यो किनेँ है अब उहाँकोबाट त्यो कस्तो छ यो याक मैले किनेँ आज है अब यहाँको निकै ठुलो छ अब यो निकै महँगो पनि छ यहाँको याकको दाम अनि यो
चाहिँ किनिसकेको छु मैले त्यसलाई चाहिँ अब उता लगेर जान्छ यस्तो धेरै छ जाने मान्छे पनि अन्य पनि गाह्रो धेरै गाह्रो छ सो बुढोले पनि यहाँ अब किन्ने भन्छ अर्को यहाँ किने मैले त किनिसकेँ एउटा फाइनल गरिसकेँ अब एउटा बाँधेर लानु मात्रै बाँकी भयो सो बाबेले एउटा किनेको छ ऊ त्यो पग्ला रहेछ है त्यो चाहिँ हिँड्न चाहिँ निकै पग्ला छ हिँड्नै मानेको छ सो यस याकको डिल फाइनल भयो हामीले यहाँदेखि मसँगसँगै मैले त याक किनेँ एउटा सो मामाले पनि एउटा किनिहाल्नु भयो फेरि ठाउँको ठाउँ होइन अब यहाँदेखि दुइटै याक लानुको लागि चाहिँ हाम्रो डोरी आवश्यक पर्छ त्यो डोरी चाहिँ गाउँबाट ल्याएर हुनेछ क्या सो त्यति जेलसम्म हामी एकछिन यहाँ बस्छु फेरि बस्छु चिया खान्छु पर्खिन्छु त्यसपछि दुइटा याक यहाँबाट गाउँ कसरी लगिन्छ त्यो पनि देखाउँछौँ है त सो यहाँदेखि त दुइटा लाने भयो नि त बाबेले पनि एउटा लाने भयो ट्याक्कै लगेर पनि एकछिन बस्छु सो अब रात पर्न लागिसकेको छ याक चाहिँ हामी यहाँ बाँध्नु खोजिरहेको छौँ अब है यो त लानुपर्छ अब उसको साथीहरूदेखि छुटेर जानु त मान्दैन यहाँदेखि बाँधेर अब 6-7 जना मिलेर अब गाउँसम्म पुऱ्याउनु त पऱ्यो अब फेरि यहीँ छोडेर राख्यो भन्दाखेरि सकिँदैन लानलाई यहाँ चाहिँ अब बुढा चाहिँ समातियो होइन त्यो चाहिँ मैले लाने याक चाहिँ समातिएछ यसलाई कसरी लाने भन्ने थियो यो चाहिँ मेरो बुढो कति भन्नु ठुलो 65 अब यसलाई कसरी लाने भन्ने चाहिँ याकलाई यसरी पासुमा हालिन्छ ट्याक्कै डोरी हालेर अनि ट्याक्कै समातेर अब साउजीले मालिकले वर्षै सानैदेखि पालेको हिसाबले केही गर्दैछ त्यस्तो भन्दा अब यसरी छोडिन्छ होइन अनि अब यसलाई लानुपर्ने हुन्छ अब यहाँदेखि लानु चाहिँ एकदमै गाह्रो अब कसरी लाने भन्ने चाहिँ अब हामी अब हेरौँ कसरी लगिन्छ हामीले अब सो हामी अगाडि बढ्यौँ अब ल पक्ला हुनेछ नि माथिल्लोपट्टि एउटा कता गयो उम्क्यो म सकिँदो रहेछ नि त लाने अनि खोइ कहाँ गयो फेरि हो
कस्तो उफ्रिँदो रहेछ नि ल के कहाँ गयो होइन आफ्नो परिवारदेखि छुट्टिनु मान्दैन रहेछ हिँड्नै मान्दैछ यार Exato.